यो बिना चाहिँ मेरो पहिलोचोटि भएको गर्दाखेरि मैले सुधार्नुपर्ने कमी कमजोरी धेरै कुरा भेटाएँ। अनि हजुरहरूलाई कस्तो लाग्छ, कति कुरा सुधार्नुपर्ने छ, सल्लाह सुझाव दिनुहोला। धन्यवाद। हेलो, हाई, नमस्ते। म नगेन थुलुङ राई। म आज तपाईहरुलाई एउटा विनायक कङ्कङ बनाएर देखाउने छु। यो चाहिँ मेरो फर्स्ट टाइम हो। मैले चाहिँ यति राम्रो रियलमा पनि विनायक कङ्कङ चाहिँ देखेको छैन, तर मैले चाहिँ भिडियोहरुबाट फोटोहरुमा चाहिँ देखिरहेको हुँदाखेरि चाहिँ मैले एउटा फोटोको सहायता लिएको छु। त्यो फोटोमा छ त्यस्तै बनाउने कोसिस गरिरहेको छु। हेरौँ कतिसम्म सम्भव हुन्छ। मैले चाहिँ फर्स्ट टाइम बनाएको हो। यो चाहिँ विशेष गरेर पहाडी मालिङ्गोबाट बन्ने गर्छ। यो चाहिँ छिपेको मालिङ्गोबाट बन्ने गर्छ। अनि मेरो आमाले चाहिँ यो मालिङ्गो लिएर राख्नु भएको थिएछ, सुकाउनु भएको थिएछ। अब यो चाहिँ कतिको छिपेको थियो त्यो चाहिँ थाहा भएन। डाँडाको अनि छिपेको मालिङ्गो चाहिन्छ विनायक बनाउनलाई चाहिँ। मलाई चाहिँ बजाउनु आउँदैन, अनि आमाले बजाएर सुनाउनु हुनेछ भरे। हेर्नुहोस् अनि भिडियो कस्तो लाग्छ, राम्रो नराम्रो प्रतिक्रिया दिनु होला। यो फर्स्ट टाइम हो हैन, सबै कुरा सक्सेस हुन्छ भन्ने चाहिँ, सफल हुन्छ भन्ने चाहिँ छैन, तर कोसिस चाहिँ जारी छ है। हजुर यो बिना चाहिँ मेरो पहिलोचोटि भएको गर्दाखेरि मैले सुधार्नुपर्ने कमी कमजोरी धेरै कुरा भेटाएँ। अनि हजुरहरूलाई कस्तो लाग्छ, कति कुरा सुधार्नुपर्ने छ, सल्लाह सुझाव दिनुहोला। धन्यवाद।